हाई गाइस हामी चाहिँ लाइक मैले चाहिँ हिजो भिडियो बनाउँछु भनेको थिएँ होइन तर मैले हिजो बनाइनँ त्यही भएर मैले आज बनाउँदैछु हामी चाहिँ घुम्न आएको है अनि त्यो पछि चाहिँ हामी हिजो आएको थियौँ अनि हिजो आएर चाहिँ स्विमिङ गऱ्यौँ के गऱ्यौँ अनि त्यो पछि चाहिँ अहिले चाहिँ हामी चिया खान आएको होइन अनि चिया खान आएको यहाँ चाहिँ लिना छिन् अनि यहाँ चाहिँ इबिन खान अनि लाइक 9 बजिसक्यो अनि हामी चाहिँ बल्ल खाना खाऊँ कि अनि लाइक मैले त्यस्तो धेरै भिडियोहरू त बनाएन तर अब यहीँ बनेका मध्ये कुनै कुनैहरू चाहिँ हालेर चाहिँ म होइन भोइस ओभर गरेर हालिदियो अनि हामी कहाँ खाऊँ त्यो भ्यू चाहिँ देखाउँछु म यहाँबाट यो चाहिँ यहाँबाटको भ्यू हो त्यो चाहिँ फेवा ताल हो देखाउँछु यो चाहिँ हाम्रो ब्रेकफास्ट हो ओ माई गड लाइक हेभी यो चाहिँ हामी हिजो आएपछि अनि यहाँ चाहिँ हामीले स्विमिङ गरेको थियौँ अनि स्विमिङ गर्दा पानी परेको थियो अनि यति मजा भएको थियो के कुरा गर्ने अनि यो चाहिँ पछि खाना खानु लाउँदाखेरिको हो अनि यत्तिकै हामीले भिडियोहरू बनाएको थियौँ कि अनि त्यही भएर यो पनि हालिदिएको है त्यही हो हिजोको चाहिँ गाइस यहाँ चाहिँ हाम्रो 2टा स्विमिङ पुल थियो कि एउटा चाहिँ यहाँ थियो होइन अहिले चाहिँ खाली गर्नुभयो है त्यसलाई सफा गर्न एउटा त्यहाँनिर हो कि अनि हामी चाहिँ हिजो राति नै हामी खेलिसक्यौँ अब चाहिँ हामी चाहिँ अब नखेल्ने तर अब खेल्ने भए पनि यहाँ भरिँदै छ ओइ लास्ट टाइम लाउँदो रहेछ है यो भरिन के भयो भरे क्या होइन अघि नि यत्तिकै थियो अनि अब चाहिँ हामी चाहिँ जान्छौँ रेडी हुन्छौँ फोटो खिच्छौँ कुरा गर्छौँ अनि बस्छौँ हिजो राति फेरि हामी कति 2 बजीसम्म बसेको गफ गर्दै गाइस यहाँ चाहिँ कति राम्रो फुल छ यो चाहिँ बाटो हो अनि के यहाँ उस नभएर के भन्छ यहाँ चप्पल चाहिँ तिनीहरू 3 ताल लायो अनि मलाई चप्पल नभएर म चाहिँ स्यान्डल लाएर हिँडेको क्या यो चाहिँ हामी बसेको ठाउँहरू हो त्यहाँभित्र छिरी हाम्रो रुम चाहिँ त्यो थियो अन्त दोष भयो यताको नजारा के गर्नु लाग्यो म गाइस चाहिँ हामी रेडी भएको अनि मैले रेडी भएर देखाउनको लागि चाहिँ बनाएको हो आउली न यता छ्या कति कालो देख्यो कहाँ हिजो गाजर लाग्यो त यो चाहिँ अब तेरो आवाज गयो यो चाहिँ हाम्रो रुम यस्तो थियो अब यहाँ सब हामीले भद्रगोल गराइसक्यौँ त्यही पनि हेर्नु गाइस हेर्नु गाइस हामी चाहिँ रेडी भएर अब निस्किन लाग्यो कट्टुहरूले प्यारी के गर्यौ केही गरे छैन अब हामी जान्नको भनेको कि गाइजहरूलाई मेरो गाइजहरूलाई अनि अब चाहिँ हामी यसो अलिअलि फोटो खिच्छौँ अनि यहाँबाट जान्छौँ अनि त्यसपछि चाहिँ हामी कतै केही गऱ्यौँ भने चाहिँ म देखाउँछु अनि केही गरेनौँ भने चाहिँ म देखाउन्न ओके गाइस हामी चाहिँ अहिले हिँड्दै छौँ लाइक हामी हिजो नि हिँडेरै गएको हाम्रो चाहिँ हाइकिङ प्लस के हो बस्न गए जस्तो भयो त्यहाँ पूर्णिमा हिँडिरहेको थिएँ पूर्णिमाले हिजो हामीलाई यति कराई के भन्ने अब यस्तो हिँड्ने ठाउँमा म कहिले आउन्न अरे ल भन् यस्तै हो कि साथीहरू हिँड्न परेपछि म छुट्टी हुन्छु अनि फेरि म अरू बेला नहुने जस्तो दिपिका भन बिचरा लिनाले हिजोधरि पूर्णिमालाई गाह्रो भयो भनेर ब्याग बोकेको थियो त्यो ब्याग बोकेर नि सुख होइन लिनालाई कराइरहनु भएको थियो लिनालाई होइन सबैलाई कराइरहेको थियो अनि आज चाहिँ लिनाले अहिले देखाउँछु म लिनाले के गरेछ भनेर यो जुत्तो चाहिँ लिनाको हो
त्यो स्यान्डल चाहिँ पूर्णिमाको अनि अहिले चाहिँ एक्सचेन्ज गरेर लगाहान् कि बिचरा नालाई चाहिँ मान्नुपर्छ कि बिचरा जेमा पनि हुन्छ अनि हिँड्न नि फेरि सक्छ कि बिचरा लिन अनि अर्काको दुःख देख्न नसकेर होला नि त अब हामीले गरेनौँ किनभने हामीलाई पनि गाह्रो हुन्थ्यो होला होइन त्यो यत्रो जङ्गल लाएर हिँड्न त अनि म यहाँको बाटो देखाउँछु अब यस्तो बाटो हो कि पछाडि आउने ढसिँदै अनि मैले खोपिदिने भन्ने गाइस अब चाहिँ मैले भिडियो बनाउँदिनँ जस्तो लाग्छ मलाई किनभने भ्याइसक्यो हाम्रो यात्रा चाहिँ अनि त्यही भएर चाहिँ यति देखाउनलाई चाहिँ डाइरेक्ट मर्तीको ब्लग आउँछ यति भिडियो गरेर हेर्नु अझै मर्दी जाने भनेर नि कसले भने जो चाहिँ हिँड्न सक्ने क्षमतै छैन कसको अनि के अरे ए अनि अब चाहिँ हामी फ्युचरमा कहिल्यै भेटौँ ल अहिलेको लागि चाहिँ यति नै बाई बाई सी यू अनि पछि बनायो भने चाहिँ मैले हाल्छु नत्र चाहिँ अब यति नै बाई गरिदियो साथी बाई